तपाईँ पनि खेल्नुहुन्छ? यो मेरो स्विमिङ पुल हो यो अलिकति कानमा पानी काटेको चलो मतलब कानमा पानी स्विमिङ पुलमा पनि यस्तो हरिया बोट बिरुवा उम्रिया खान यो इट लगाउने इट लगाएर यहाँ चाहिँ यस्तो पुल हाल्ने पुल। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल जानुपर भ्लगमा तपाईँलाई स्वागत छ। आज यो मेरो घर हो, यो तपाईँ मेरो घर देख्न सक्नुहुन्छ। यो घर त बनाएँ, घर बनेपछि अब स्विमिङ पुल पनि बनाउनु पर्छ भन्ने सोचेर मैले चाहिँ स्विमिङ पुल बनाएको छु। यो मैले यहाँ स्विमिङ पुल बनाएको छु। अब यो स्विमिङ पुलमा अब म पौडी खेल्नेवाला छु होइन। यो करिबन त्यही 20-25 लाख जति लाग्यो मेरो स्विमिङ पुलमा। राम्रो छ घरको अगाडि। अब तपाईँलाई थाहा हुन्छ होइन, घरको अगाडि स्विमिङ पुल हुँदाखेरि कति राम्रो हुन्छ भनेर। अब गर्मी महिनामा नुहाउँदाखेरिको त्यो मजा नै बेग्लै हुन्छ। अब तपाईँलाई म स्विमिङ पुल देखाउने छु। यो चाहिँ मेरो स्विमिङ पुल हो। ल यहाँ स्विमिङ पुल देख्न सक्नुहुन्छ। योमा चाहिँ त्यही 20-25 लाख जति लाग्यो। अब तपाईँहरूले चाहिँ सपोर्ट गर्यो भने चाहिँ यसमा अब पुल हाल्ने सोचेको कि यस्तो पुल हाल्ने, अनि यहाँबाट चाहिँ गर्मीमा यहाँबाट फुच्च गएर अनि पौडी खेल्ने सोचेको हो। र अब म पौडी खेल्छु, हेर्नु होला। अब मजा नै बेग्लै छ कि तपाईँहरूले सपोर्ट गर्नुभयो भने यहाँ चाहिँ अब यो यस्तो देवाल लगाएर यो फोहोर जस्तो छ, यो फोहोरलाई हटाएर अनि यहाँ चाहिँ यस्तो पुल हाल्ने सोचेको कि अब तपाईँहरूले चाहिँ सपोर्ट गर्यो भने म पुल पनि हाल्छु। ल अब चाहिँ म पौडी खेल्नलाई अब गर्छु। ल अब खासै कपडा खोल्ने त त्यस्तो आवश्यक छैन, किनभने यो फोहोर पानी छैन नि त, यति सफा पानी छ कि अब कपडै खोल्नु पर्दैन। तै पनि यो ज्याकेट चाहिँ खोल्छु। ल अब हेर्नु होला कस्तो मजा नै बेग्लै आउँछ। ल अब यो कपडा यता राख्छ। यो चाहिँ हाम्रो घर भयो। यो चाहिँ मेरो स्विमिङ पुल। यो दाइको लगानी भयो, मेरो लगानी छ है यसमा। अब स्विमिङ पनि खोल्नु पऱ्यो अलिकति। यस्तो हरियो पानी, सबैभन्दा जीवित पानी भनेको हरियो पानीलाई भन्छ नि त। यति राम्रो पानी छ। अब कपडा त खोल्नै पर्दैन नि गाइस होइन। अब म यो पौडी खेल्छु। यो अहिले चाहिँ धेरै गहिरो छैन, अब पछि चाहिँ बिस्तारै गहिरो बनाउनु सोचेँ हो। ल अब यति हो यस्तो छ मेरो स्विमिङ पुल होइन गाइस। ल अब यो चाहिँ अब राम्रो हो कि मजा हो यस्तो नि हेर्नु नि। यो हेर्नु अब तपाईँहरू होइन। ल हेर्नु यो यस्तो भेकुते म पनि हुन्छ यसमा चाहिँ। अब यस्तो यसमा चाहिँ भेकुते म पनि हुन्छ यसरी भेकुते म। अब यो चाहिँ तपाईँहरूले सपोर्ट गऱ्यो भने गहिलो बनाउनु सोचेँ कि मेरो यो यति मात्रै छ। अहिले पछि पुरै डुबाउनु बनाउनु सोचेँ हो। अनि हाम्रो छिमेकीको घर भयो, यो हाम्रो छिमेकीको घर हो। ल यो अब दाइ तपाईँ पनि खेल्नुहुन्छ? यो चाहिँ अब यो भित्री बम या भिथल्ली बम भन्दाखेरि अब भित्री अब पुरै टाउको डुबाएर गर्छन् त्यो यस्तो हो। त्यो चाहिँ अब तपाईँले पौडी खेल्न सिकाउँछ। यो वनपल्लीमा वनरक्षकमा तपाईँले भर्नुभयो भने यसरी गर्ने, यसरी गर्नु। कपाल चाहिँ पाल्दैन है, कपाल पनि भयो भने चाहिँ यस्तो हुन्छ। फेरि फेल्नु होला तपाईँ। वनरक्षकको तयारी गर्ने साथीहरूलाई यो म अलिकति गाइड गरिदिन्छु। कपाल पाल्यो भने यस्तो हुने, यो यसरी आउँछ, त्यही भएर कपाल नपाल्नु। यसरी गर्ने, यसरी सक्नुहुन्छ क्या। यो मेरो स्विमिङ पुल हो। यो अलिकति कानमा पानी काटेको चलो भन्नु कानमा पानी। यो चाहिँ मेरो अब देख्न सक्नुहुन्छ तपाईँहरू स्विमिङ पुलमा पनि यस्तो हरिया बोट बिरुवा उम्रिया खान। अब यो कानमा पानी गएर काटेको चलो पर्छ, कानमा पानी गएर यस्तो भयो काटेको चलो। यो पानी पनि कस्तो राम्रो हो, पानी त राम्रो हो। अब चाहिँ यहाँ यस्तो इट लगाउने, इट लगाएर यहाँ चाहिँ यस्तो पुल हाल्ने, पुल हालेर चाहिँ यस्तो पुल हालेर चाहिँ पछि तपाईँलाई त्यो दोस्रो भिडियो देखाउने छु। अब कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सब्सक्राइब गर्नु भने नबिर्सिनु। हस्त धन्यवाद।